हेलो साथीहरु, फेरि पनि स्वागत छ सबैजनालाई आजको मेरो ब्लगमा। अनि मेरो ब्लग चाहिँ अलि ढिला आयो हैन साथीहरु। अनि हामीहरु चाहिँ जान लागेको छौं एनपीजी। अनि हाम्रो चाहिँ काम परेर 2 दिनमा भएर चाहिँ जान लागेको छौं एनपीजी। अनि राजामा चाहिँ यसको यो नलगा एक्सचेन्ज गर्नुपर्ने रहेछ रे। अनि हामी चाहिँ त्यहाँ पनि गयौं अनि एक्सचेन्ज पनि गर्यौं। यो चाहिँ के मिलेको थिएन रे। अनि हामी चाहिँ बाजेको अटोमा पनि आएको थियौं। बाजेले चाहिँ यो सामान लगेर घर जानुहुन्छ अनि हामी चाहिँ जान्छौं एनपीजी। अनि यसो नाकमा हेरौँ भनेको त मेरो नाकमा चाहिँ एउटा पिम्पल आएको रहेछ के साथीहरु। अनि मैले चाहिँ ध्यान नै गरेको थिएन। अनि त्यसपछि हामीहरु बस्यौं नेपालगञ्जको अटोमा बस्यौं। अनि हेर्नुस् अब पछाडी गर्मी पनि थियो हैन। अनि त्यसपछि हामी हस्पिटल पुग्यौं। हस्पिटल पुगेर चाहिँ म एकछिन टोयलेट जान्छु त बस भनेको चाहिँ म टोयलेटदेखि आउँदा चाहिँ यो सुतेको रहेछ। अनि मैले चाहिँ उठाएर चाहिँ हाम्रो चाहिँ हस्पिटलमा सबै कामसाम सकेर हामी चाहिँ जान लाग्यो बागेश्वरी। अनि कति अटोमा मात्र हिँड्नु हैन, कहिलेकाहीँ त हिँड्दै जाम भनेर हामी चाहिँ हिँड्दै गयौं बागेश्वरीसम्म। अनि त्यसपछि चाहिँ बागेश्वरी जाँदा चाहिँ एउटा सेल लागेको रहेछ। अनि त्यहाँ सेलमा चाहिँ यसले कपडा हेरौँ भन्यो। अनि हामी चाहिँ कपडा हेर्न गयौं। अनि यसलाई चाहिँ सितिमिति कपडा नै मन पर्ने के हैन। अनि कपडा चाहिँ कति हेरेको, कहिले यो कहिले त्यो कहिले यो भन्छ। अनि त्यसपछि चाहिँ यसलाई दुईटा सुरुवाल मन पर्यो। अनि यसले चाहिँ त्यो दुईटा सुरुवाल नै लगी। अनि यहाँ चाहिँ अलि राम्रोमा अलि सस्तोमा पनि पाउँदो रहेछ। अनि यसले चाहिँ दुईटा सुरुवाल लगी। अनि मैले चाहिँ यस्तो हेरेको त यो टी-सर्ट मलाई मन पर्यो कि मेरो बाबुको लागि, कस्तो राम्रो पनि रहेछ। अनि मैले चाहिँ यो टी-सर्ट लगे। अनि त्यसपछि हामीहरु चाहिँ फेरि एउटा पसलमा आइपुग्यौं। मैले चाहिँ पहिले नै यो पसलबाट फेसवासहरु, मोइस्चराइजरहरु, सनस्क्रिन लगेको थिएँ। अनि फेरि पनि मलाई यो सामानहरु बहिनीले ल्याउन पठाएको थिए। अनि मैले चाहिँ त्यसको लागि फेरि पनि यिनी सामानहरु लग्दे। अनि लगेर चाहिँ यस्तो भिडियो पनि बनाए साथीहरु। यहाँ चाहिँ एकदमै राम्रो सामानहरु पनि पाउँछ यो पसलमा चाहिँ। अनि प्राइस पनि एकदमै राम्रोसँग मिलाइदिन्छ के। अनि त्यसपछि चाहिँ मैले चाहिँ यो नरिवलको तेल एउटा लगे। अनि यो चाहिँ बाबुको लागि एउटा नरिवलको तेल चाहिँ मैले यति मात्रै लगेको, अरु चाहिँ सबै बहिनीको सामान नै हो। अनि त्यसपछि चाहिँ मैले प्लास्टिकमा हालेर चाहिँ अनि मैले चाहिँ लिपस्टिक पनि किन्दै थिएँ बहिनीको लागि। अनि त्यो चाहिँ खै लगाम भनेर मैले चाहिँ लिपस्टिक पनि लगाएको थिएँ। मेरो चाहिँ कस्तो राम्रो देखेको हैन। अनि त्यसपछि चाहिँ यसलाई कपडाले पुगेन गरे कि यो चाहिँ फेरि आमाको लागि लगिदिउँ भनेर फेरि हामी चाहिँ अर्को पसलमा पुग्यौं। अर्को पसलमा पुगेर पनि त्यहाँबाट पनि 2-3 जोडा कपडा लग्यौं। अनि चाहिँ मैले आफ्नो लागि पनि एउटा टी-सर्ट लगेर चाहिँ अनि नेपालगञ्ज गएर बागेश्वरी नजाने त कुरै भएन हैन। अनि हामीहरु चाहिँ बागेश्वरी पनि पुगेर चाहिँ मैले यस्तो भिडियो पनि बनाइदिएँ। पानी चाहिँ कस्तो राम्रो रहेछ हैन। अनि त्यसपछि चाहिँ मैले फोटो पनि खिचे, भिडियो पनि बनाएँ। अनि त पनि फोटो खिच भिडियो बना भनेको त नाइ म बनाउन भनि ल मेरो बनाइदिए भनेर चाहिँ अनि यसले चाहिँ मेरो भिडियो बनाइदिए, फोटो पनि खिच्दी। अनि त्यसपछि चाहिँ गेट बाहिर बागेश्वरीको गेट बाहिर चाहिँ एउटा पानीपुरीको ठेला पनि रहेछ। अनि दिदी र म चाहिँ त्यहाँ गएर हामीले चाहिँ 1 प्लेट पहिला पानीपुरी खायौं। अनि पानीपुरी पनि कति मिठो के हैन, एकदमै मिठो त्यो पानीपुरी चाहिँ।